हेलो साथीहरु के को थुप्रो के यति धेरै हाम्रो खेतमा हैन यस्तो बनाइदिएछ कि हाम्रो खेतको हालत त्यो थाहा पाउनको लागि मेरो पुरा भिडियो हेरिदिनु होला। हेलो साथीहरु वेलकम छ आजको मेरो छोटो मिठो मिनी भ्लगमा। आज चाहिँ म चाहिँ घाँस काट्न जानु लागेको हैसाल चाहिँ मेरो धन्नेले मुख काट्दैन के यस्तो छ मेरो ढङ्ग फेरि हैन। उ त्यहाँ पारदेखि चाहिँ हाम्रो खेत हो हैन। अब चाहिँ त्यहाँ चाहिँ हामी जान्छौँ। म चाहिँ आज चाहिँ खेततिर घाँस काट्न आएको छु हैन। यता हेर्नु कि हाम्रो खेतको हालत यस्तो रहेछ कि हैन। यो चाहिँ के पर्सोलाई के भन्छ कि हैन कुलाले बगाएर सबै हाम्रो खेतमा लिएर थुपारिदिएको रहेछ कि हैन। यति धेरै छ कि कुरै छाड्दिनु कि हैन। गहुँलाई बाँदरले खान दिँदैन धान लगाए यस्तो हुन्छ हालत चाहिँ हैन। पर्सोले पर्सिलो गरिदिएको कि अब यो चाहिँ फाल्नु पर्यो नि त भनेर चाहिँ हामीले फाल्न लाग्यो। यता चाहिँ नानीले भिडियो बनाइदिनु भएको थियो बल्ल बल्ल हामीले चाहिँ फालिसक्यो। हेर्नु कि यति धेरै थुप्रो थियो कि सब फालेकै हामीले नै हो। दुईटाले फालेको थियो हैन। नानी चाहिँ क्यामेरामा देखिन मान्नु भएन त्यही भएर मैले चाहिँ नानीलाई देखाइन। हेर्नु कि यस्तो चाहिँ यो चाहिँ हाम्रो सब हाम्रो खेतै देख्न सक्नुहुन्छ। उहाँ पारी पारी छ खासै चाहिँ मोबाइलको क्यामेरा राम्रोसँग देखाएको छैन। अनि यता चाहिँ हामी चाहिँ घाँस काट्न जानु लागेको यो चाहिँ हाम्रो खेत हो हैन। अनि हेर्नु कि कति हरियाली छ कि हैन। म त मनै लोभ्याउँछ कि हरियाली देख्दा चाहिँ हैन। खासै क्यामेराले राम्रो चाहिँ देखाउँदैन त्यही पनि मनले मानेन कि जस्तो पनि भिडियो बनाइदिन्छु भनेर बनाउन लागि। यो ठाउँलाई चाहिँ हामीले रानीघाट खोला भन्छौँ। यहाँ चाहिँ सबैको खेती लगाउँछौँ कि धानहरू हैन। अब हामी चाहिँ खेत के अरे घाँस काट्ने ठाउँमा चाहिँ आयौँ। अब हामी चाहिँ यही क्षेत्रमा घाँस काट्छौँ तर कहाँनिर काट्ने चाहिँ त्यो चाहिँ टुङ्गो छैन हैन। म चाहिँ भिडियो बनाउनु पाएँ हुन्छ कि यस्तो राम्रो देखेपछि कसले भिडियो बनाइदिन कि हैन। अनि यता चाहिँ म चाहिँ घाँस काट्न लागेँ हैन। अब क्यामेरा टाढ्यो कि मान्छे टाढा त्यो चाहिँ मैले बुझ्न सकेन हैन। अब आफै बुझ्नु होला। मलाई चाहिँ यस्तो अल्छी लागिरहेको थियो घाँस काट्न त्यही पनि अलिअलि जाँगर चलाएर म चाहिँ काट्दैछु। बिहान चाहिँ मैले जसो काम गर्छु यो खाना खाएपछि मलाई यस्तो अल्छी लाग्छ नि कुरै छाड्दिनु त्यही पनि जाँगर निकाल्नु परेको छ कि यस्तै छ हैन। म चाहिँ छिचिरो गरेर काटेँ। मैले पुरा भिडियो चाहिँ बनाइन किनभने मोबाइल त्यस्तै छ। मैले चाहिँ भारी बोकेँ हैन। एकैचोटि मैले मुटा पारेको भारी भानको चाहिँ बनाइन किनभने पानी परिरहेको थियो यति ठुलो पानी परिरहेको थियो नि हैन। मैले मोबाइल लुकाइ लुकाइ पनि भिडियो बनाएको छु कि पानी पऱ्यो भने फेरि बिग्रिन्छ नि त। म जनतन चाहिँ घर आइपुगेँ। मैले चाहिँ भारी बिसाउन लागेँ हैन। यो मेरो 4वटा मुठाको भारी हैन। भारी चाहिँ सानो छ सानो भए पनि धो चाहिँ भइहाल्छ त्यो उकालोमा बोक्दा हैन। देख्न सक्नुहुन्छ मेरो भारी चाहिँ देखिन्न कि फेरि हैन धेरै भएर होला। यता मेरो पसिना हेर्नु कस्तो आएको छ। मेरो चाहिँ पानीले चुत्रुकै भिजाएर हेर्नु कि मेरो हालत यस्तो भएको छ हैन। के गर्नु अब चाहिँ म चाहिँ कपडा सपडा चेन्ज गर्छु हैन। अब यस्तो चिसो त बस्नु भएन नि त भनेर चाहिँ म त कपडा फेर्छु। मैले चाहिँ कपडा पनि फेरेर भ्याइसकेँ। आजको लागि चाहिँ यति नै साथीहरू बाई बाई। फेरि अर्को मिनी भ्लगमा भेटौँला।